र हाम्रो सुरुवात कसरी भयो भन्दाखेरि यो जेनजीको आन्दोलनमा नेपाल सरकारले फेसबुक सोसल मिडिया ब्यान गरिसकेपछि हामी टिकटकमा आउन बाध्य भयो। जब हामी टिकटकमा आयो तब हामीले के देख्यौँ भन्दाखेरि इन्डोनेसियामा सरकार ढालेको देख्यौँ जनताहरूले। त्यसपछि हाम्रो मनमा नै रिस उठ्न थाल्यो। उहिलेदेखि रिस उठिरहेको थियो, त्यसमाथि झन् रिस बल्झ्यो। त्यसपछि के सोच आयो भन्दाखेरि अब प्रोटेस्ट गर्नुपर्छ भन्ने सोच आयो। अब प्रोटेस्ट गर्ने सोच कसरी आयो भन्दाखेरि त्यो इन्फ्लुएन्स चाहिँ हामी बाहिर कन्ट्रीबाट भयो, त्यो सोसियल मिडियामा देखेर। झन् त्यसमाथि घिउमा आगो थप्ने काम केले गर्यो भन्दा त्यो लुई भिटन, गुची, प्राडाले थपिदियो। त्यसपछि अब हामीले के सोच्यो भन्दाखेरि कमेन्ट सेक्सनमा गएर अब बानेश्वर पार्लियामेन्टमा गएर चाहिँ हामी प्रोटेस्ट गर्छौँ भन्ने सोच हामीले राख्यौँ। अब प्रोटेस्ट गर्नको लागि मान्छे चाहियो हामीलाई, मान्छे आउँदैन यसरी पनि। त्यसैले हामीले कमेन्ट सेक्सनमा अब यहाँ पार्लियामेन्टमा चाहिँ प्रोटेस्ट छ भनेर आह्वान गर्यो, प्रोटेस्ट नभए पनि। अब त्यो भन्दै गर्दाखेरि एकदम हल्ला फैलियो। त्यो हल्ला फैलिसकेपछि अब प्रोटेस्ट त इलिगल रहेछ, खासमा पर्मिसन बिना गर्न मिल्दैन रहेछ। यदि पर्मिसन लियो भने पनि त्यो पर्मिसन लिने त्यो एजेन्सीलाई मात्रै लागू हुन्छ। त्यसपछि हामीले के नेरेसन लगायो भन्दाखेरि अब प्रोटेस्ट नगर्ने, प्रोटेस्टको सट्टा सोसल ग्यादरिङ गर्ने, स्टुडेन्ट ग्यादरिङ गर्ने। कसरी गर्ने? कलेज ड्रेसमा आएर A4 साइज पेपर बोकेर पार्लियामेन्टको अगाडि बसेर जे मन लाग्छ त्यही ब्यानरमा लेख्ने। त्यो ब्यानरमा आफूले सरकारले गरेको करप्सनको विरुद्ध जे मन लाग्छ त्यो लेखेर सो गर्ने। त्यो एउटा प्रोटेस्ट जसरी काम गर्छ, तर त्यसलाई प्रोटेस्ट भन्न मिल्दैन, जुन मैले लिगली गर्न खोजेको थिएँ। र सबै विद्यार्थीलाई मैले आह्वान गरेको थिएँ यो कुराको लागि कि सबै एकै ठाउँ भेला हौँ, सम्मेलन गरौँ र हामीले यो कार्य गरौँ, बारम्बार गरिराखौँ जबसम्म सरकारले त्यो कुरामा ध्यान दिँदैन भनेर हामीले त्यो गरेको थियो। र यसरी प्रोटेस्टको सुरुवात चाहिँ भएको थियो विद्यार्थीहरूद्वारा। यानि विद्यार्थीहरूको ड्रेसमा सबैलाई हामीले सम्मेलन गरेको थियो। र अब हाम्रो यो सम्मेलन भइसकेपछि हाम्रो अब सरकार ढलिसक्यो, यताउति भइसकेपछि अब हामीले पनि आफ्नो जेन्जीहरूको घाइते भएहरूको मागहरू चाहिँ हामीले राख्यौँ। जेन्जीमाथि विभिन्न भ्रम छर्ने कुराले जेन्जी आफ्नो मागप्रति 1 इन्च पनि तलमाथि नरहे आफ्नो मागहरूमा अडान दिएको कुरामा म पुनः दोहोऱ्याउन चाहन्छु। जेन्जीहरूको माग यस प्रकार रहेको छ। 1. सांसद भङ्ग हुनै पर्छ, भइसक्यो जुन अब। 2. मौजदा सांसददेखि बाहिर स्वतन्त्र व्यक्तिबाट राष्ट्रियको सहमतिको अन्तरिम सरकार गठन गरिनुपर्छ। 3. हालको लागि सरकार गठन गर्ने धारालाई निलम्बन गरियोस्। 4. वार्ता लाइभ गरियोस्। 5. वार्तामा कानुनी सल्लाहको लागि समन्वयको लागि विज्ञ वकिलहरू समावेश गराउनुपर्छ। 6. युवा पुस्ता जेन्जीलाई 40% अनि निष्कलङ्क विज्ञहरूबाट 60% सरकारमा सहभागी नभए हाम्रो यो सरकार मान्य हुँदैन। 7. शहीद परिवारलाई रु 50 लाख र घाइते परिवारलाई 25 लाख सहयोग हुनैपर्छ। संघीयता खारेज हुनुपर्छ। संविधान पुनर्लेखन हुनुपर्छ। प्रदेश सरकार खारेज गर्नुपर्छ। स्थानीय निकायलाई घटाउने, 753 नगरपालिकालाई घटाएर 500 बनाउने, प्रत्यक्ष जनताबाट निर्वाचित एउटा प्रधानमन्त्री, 2046 सालदेखिको नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरी कानुनी कारबाही साथै सम्पत्ति राष्ट्रियकरण गर्ने, आन्दोलनको क्रममा राष्ट्रिय सम्पत्ति क्षति गर्नेलाई खोजी कारबाही, अनि आखिरमा अब आइन्दा आउने सरकारले भ्रष्टाचारीहरूलाई फाँसीको व्यवस्था गर्ने, यो हाम्रो माग रहेको छ। हजुरहरूलाई म डकुमेन्टहरू दिन्छु, को लिनुहुन्छ? केही प्रश्नहरू छ भने 1 by 1 मलाई सोद्धा हुन्छ। म सकेसक्दो हजुरहरूको उत्तर दिने कोसिस गर्छु। म अनि विज्ञ कुनै होइन, त्यही भएर अब गोलीको कुरा। हजुर, मलाई गोली चाहिँ खासमा छातीमा लागेको थियो, फ्रन्ट लाइनमा हुँदा, पार्लियामेन्टमा हुँदा। अब फोटो कसैलाई खिच्नु छ भने हजुर। उहाँ पनि हुन्छ। रोशन उहाँको कानबाटै गोली लागेको हो, स्वाटै गएको हो। आउनुहोस्। हजुर, मैले 4वटा हस्पिटल फेरेँ, हामीलाई भेट्न कोही पनि आएन। एउटा महानगरपालिका आएको थियो, 2टा पुलिस, के कसो छ, खानापिन के कस्तो छ सुविधा सोध्नुभयो, अनि उहाँ जानुभयो। त्यति हो सोधेको नाममा।